हेलो किशोर दाई, हजुर के छ भइहाल्छ सब ठिक सन्चै हुनुहुन्छ? सब ठिकठाक छ तपाईँलाई एउटा क्वेसन थियो मेरो तर्फबाट। भन न पिआर आएको भयो 1 इयर प्लस, के अब मेरो सिटिजनसिप एप्लाई गर्न मिल्छ? सिटिजनसिप एप्लाई गर्नका लागि फर्स्ट भनेको रेसिडेन्सी रिक्वायरमेन्ट मिट गर्नुपर्छ। तिमी यदि अस्ट्रेलियामा 4 वर्षभन्दा बढी भ्यालिड भिसा होल्ड गरेर बसिरहेको छौ र त्यो 4 वर्षमा 365 डेजभन्दा बढी चाहिँ अस्ट्रेलियाभन्दा बाहिर बसेको छैनौ हजुर। र चाहिँ यो लास्ट 12 मन्थ्स भन्दा बढी पिआर आएको नै 12 मन्थ्सभन्दा बढी भइसक्यो र चाहिँ यो लास्ट 12 मन्थ्समा 90 डेजभन्दा बढी अस्ट्रेलियाभन्दा बाहिर बसेको छैनौ भने तिमीले रेसिडेन्सी रिक्वायरमेन्ट मिट गर्छौ। ओके, यो त मेरो मिट छ। हजुर। र त्यस साथसाथै तिमीले क्यारेक्टर टेस्ट मिट गर्नुपर्छ। क्यारेक्टर टेस्ट भनेको बेसिकली अस्ट्रेलियन रुल्स एन्ड रेगुलेसन फलो गरेको हुनु पऱ्यो, फ्रिज गरेको हुनु भएन। ओके, अनि के आइएल्स टेस्टहरू पनि दिनुपर्छ कि इङ्ग्लिस टेस्टहरू केही? तिमीले इङ्ग्लिस टेस्ट भन्दा आइएल्स पिटीहरू दिनु चाहिँ पर्दैन, तर चाहिँ बेसिक लेभल अफ इङ्ग्लिस चाहिँ देखाउनु पर्छ। त्यसको लागि उनीहरूले एउटा बेसिक इन्टरभ्यू लिन्छ र चाहिँ एउटा सिटिजनसिप टेस्ट चाहिँ पास गर्नुपर्छ। तपाईँहरू पनि अस्ट्रेलियामा पिआर लिएको 12 मन्थ्सभन्दा बढी भइसक्यो र अस्ट्रेलियामा बस्न लाग्नु भएको 4 इयर्सभन्दा बढी भइसक्यो भने इफ यु आर विलिङ टु एप्लाई फर सिटिजनसिप, contact us. We are here to assist you. Good luck.